जापानिजहरूले चाइनिजहरूलाई यतिसम्म हेप्दो रहेछन् नि, यस्तोसम्म गर्छन् भनेर मैले कहिले सोचेको पनि थिएन। जापानमा सबसे धेरै विदेशी भनेको चाइनिज हुन् र सबैभन्दा धेरै टुरिस्ट पनि चाइनिज नै हुन्। जापानले चाइनाबाट यति धेरै पैसा कमाउँछ नि, त्यही पनि जापानिजहरूले सबैभन्दा धेरै चाइनिजलाई नै हेप्छन्। केही दिनदेखि एउटा भिडियो एकदमै भाइरल भएको छ। यसरी बाटोको बीचमा टुरिस्टहरूले फोटो खिचिरहेको बेला यो बुढीले पछाडिबाट यसरी धक्का दिन्छ। अफकोर्स बाटोको बीचमा उभिनु गलत भए पनि यसरी जानी जानी धक्का दिनु झन् ठुलो गल्ती हो। अनि मलाई लागेको थियो कि जापानिज मान्छेहरूले त्यो बुढीको तर्फबाट माफी माग्लान् भनेर, तर माफी माग्नु त परको कुरा हो, उनीहरूले उल्टै त्यो बुढीलाई चाइनिज हो भनिदिन्छन्। मलाई जापानिजहरूको सबसे मन नपर्ने बानी चाहिँ आफूले जति ठुलो गल्ती गरे पनि सबै गल्तीको दोष विदेशीमाथि लगाइदिने। अनि जापानको नयाँ प्रधानमन्त्रीको ओपिनियन चाइनिज मान्छेहरूलाई पटक्कै मन नपरेर चाइनिज टुरिस्टहरू जापानमा आउन बन्द नै गरेको छन्। तर कुरा यतिमै खत्म हुँदैन। केही वर्ष अघि चाइनाले जापानलाई 2वटा पाण्डा दिएको रहेछ र अहिले चाइना जापानसँग रिसाएकोले चाइनाले 2वटै पाण्डा आफ्नो देशमा फिर्ता लगेको रहेछ। तर यसमा जापानको नै गल्ती छ। र यो थियो चाइना अनि जापानको कुरा। प्लिज मलाई फलो गर्नु होला, म सबैलाई फलो ब्याक दिनेछु।